एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आज म तपाईँहरूलाई एउटै स्टाइलबाट दुईवटा डिस बनाएर देखाउँदैछु। करेलालाई थोरै नुन राखेर सानो आगो बनाएर एकछिन स्टिम हुन दिने, अनि त्यसपछि मसला रेडी गर्दैछु। मसलाको लागि चाहिँ हामीले प्याज राख्छौँ। प्याज चाहिँ सबैभन्दा मुख्य मसला प्याज हो। प्याज चाहिँ अलिक धेरै राख्छौँ। अनि त्यसपछि नुन, स्वादअनुसारको खुर्सानी, अनि धनियाँ, जिरा छ भने सर्स्यु पनि हाल्नु, मरिच पनि हाल्नु, छैन भने नहाल्दा पनि हुन्छ है। अनि त्यसपछि अमिलोको लागि कागती हो, तर मसँग कागती छैन, मैले चाहिँ आँपको अचार राखेँ है। अब यसलाई चाहिँ ग्राइन्ड गर्ने हो। मैले ग्राइन्ड गरिसकेँ। अब यो ग्राइन्ड गरेको मसलालाई चाहिँ हामीले कराईमा तेल राखेर भुट्ने हो है। अब अघिको स्टिम गर्न राखेको करेलालाई रेडी भइसक्यो। अब यसलाई झिकेर एउटा प्लेटमा राख्छौँ। एकदम ओभर कुक हुने दिने चाहिँ होइन, जस्ट कुक मात्र, स्टिम मात्र हो है। अब यही कराईमा चाहिँ थोरै तेल राखेर मैले मसलालाई फ्राई गर्छु। मसला चाहिँ अलि मजाले पाकेको हुनुपर्छ, नत्र भने चाहिँ खाँदा काँचो मसलाको गन्ध आउँछ कि, त्यही भएर मसलालाई चाहिँ मजाले पाक्ने गरेर फ्राई गर्नुहोस् है। अनि टेस्टी पनि हुन्छ मसला मजाले फ्राई भयो भने। मेरो मसला चाहिँ अब लगभग फ्राई भइसक्यो। हेर्नुहोस् त, यस्तो देखिएको छ। यो चाहिँ रेडी भयो है। अब मलाई चाहिँ चिया खान तल लाग्यो होइन। अघि पनि मैले चिया खाइसकेँ। एकचोटि बिचमा फेरि चिया पकाएर चिया खाँदैछु है। ल है, म चिया खाएर आइसकेँ। अब चाहिँ चामलको पिठोलाई एउटा भाँडामा राख्ने, थोरै स्वादअनुसारको नुन र बेसार राखेर अनि पानी राखेर पेस्ट बनाउने है। यो चाहिँ हामीले करेलालाई फ्राई गर्नको लागि बनाएको पेस्ट हो। अलिक थिक कन्सिस्टेन्सी बनाएर चाहिँ पेस्ट बनाउने है। यसलाई चाहिँ अब मैले साइडमा राख्छु र अब अघि पकाएको जुन मसला छ त्यो मसलालाई चाहिँ करेलामा भर्ने हो। त्यही भएर करेलाको भर्ता छ यसको नाम। अब यसलाई चाहिँ यस्तो कटिङ हेर्नु न, यताबाट यस्तो कटिङ, यताबाट यस्तो कटिङ, बोथ साइडबाट चाहिँ फिल गर्न पाइन्छ। हेर्नु है, म कस्तो मजाले फिल गर्छु। यता माथिबाट फिल गर्ने होइन, फिल गरेँ। अब यो रेडी भयो। पछाडिबाट पनि फिल गरेर भ्याइयो। यसरी नै मैले अब सबै करेलामा भर्छु। यसरी फिल गर्छु, करेलाको भर्ता रेडी गर्छु। एकदम मिठो हुन्छ, टेस्टी हुन्छ। तपाईँहरूले पनि बनाएर खानु है। यो चाहिँ स्पेसल तराईको डिस हो। अब पहाडतिर पनि जानुपर्छ है यो डिस। ल, मैले चाहिँ सबै करेलामा भरेर भ्याएँ, भर्ता बनाएर भ्याएँ है। अब चाहिँ कराईमा थोरै तेल राख्ने र अघिको पेस्टमा चाहिँ बेसनको पेस्ट हो खासमा। अब चामल यतातिर चामल अथवा गहुँ होइन, विशेष गरी चामलको मा चाहिँ पेस्ट बनाएर चाहिँ फ्राई गर्ने। यसरी चाहिँ मैले अब हेर्नु है, यस्तो मजाले सबै फ्राई गर्छु है। र म अब सबै फ्राई गरेर आउँछु एकचोटि। थोरै तेलमा पनि हुन्छ कि, यो पुरै तेलमै डुबाउनु पर्छ भन्छ होइन है। मैले चाहिँ खास तावामा थोरै तेल राखेर अस्ति फ्राई गरेको थिएँ नि, त्यस्तै तरिकाले फ्राई गर्न सकिन्छ। तर मलाई कतिवटा भाँडा युज गर्ने भनेर मैले एउटै कराईमा चाहिँ सबै थरी चाहिँ एउटै कराईमै पकाइदिन्छु। मजाले यस्तो क्रिस्पी हुने गरेर फ्राई गर्ने। मैले चाहिँ सबै फ्राई गरिसकेँ। अब फेरि कराईमा थोरै तेल राख्ने, काटेको प्याजलाई राख्ने र प्याजलाई मजाले फ्राई हुने है। जति मजाले फ्राई भयो प्याज त्यति टेस्टी हुन्छ। अब फ्राई गरिसकेपछि मैले टमाटर र प्याजलाई ग्राइन्ड गरेछु कि, त्यो टमाटर प्याजको ग्राइन्डलाई चाहिँ यहाँ राखेर पेस्टलाई राखेर पकाउँदैछु। थोरै नुन र बेसार अनि खुर्सानी पनि राखेँ। अनि अघि त्यो भर्ताको लागि बनाएको मसला छ नि, त्यो मसला एक्स्ट्रा भएको थियो कि, धेरै भएको थियो नि त। अब त्यो मसलालाई पनि यहाँ मैले राखिदिन्छु, झन् टेस्टी हुन्छ कि, मिठो हुन्छ। छ भने त तपाईँहरूले
कागती राख्नु होइन, पछाडि लास्टमा होइन। अब मसँग नभएको भएर मैले सुरुमै आँपलाई पिसेर राखिदिइसकेको छु है। अब पानी राखेर यतिको ग्रेभी बनाउने। अनि ग्रेभी भइसकेपछि चाहिँ अघि फ्राई गरेको यो करेलाको भर्तालाई चाहिँ पकौडा जस्तो थियो नि, जुन पेस्टमा चामलको पेस्टमा बनाएको, यसलाई चाहिँ यसरी राख्ने। यसलाई चाहिँ धेरै बेर पकाउनु हुन्न, 1 मिनट जति पकाए पुग्छ र छोपिदिने। मैले ग्यास अफ गरिदिएँ। अब म ग्यास अफ गरेर 1 मिनट छोड्छु र अनि फेरि हेर्छु, हेर्नु कस्तो हुन्छ। 1 मिनट धेरै पकाउने नै होइन। यस्तो ग्रेभी भयो। अब यसलाई चाहिँ मजाले भातसँग खानुपर्छ, खुब मिठो हुन्छ। अघि सुरुमा मैले एउटै स्टाइलबाट 2टा डिस बनाएर देखाउँछु भनेको थिएँ नि। यो चाहिँ फ्राई करेला भर्ता अनि यो चाहिँ ग्रेभी करेला भर्ता है। दुईटै एकदम मिठो। अब तपाईँहरूले नि ट्राई गर्ने होइन त।